हामी चाहिँ घर जान लाग्यो अनि एउटा खुरापाती दिमाग आइडिया आयो के हजुरआमालाई प्र्याङ्क गर्ने भनेर पुलिसले समात्यो भन्ने होला प्र्याङ्क हो हैन आमा आमा ओइ कति बेला आउने कता हुन्छ त्यहाँ हेरेको छु यार को एक्लै छु कोला र सुन्नु त आमा एउटा अर्जेन्ट कुरा के रे यहाँ मलाई पुलिसले समात्यो अनि मैले त्यहाँ हजुरआमा घरमा भर्खरै भर्याङबाट लड्नुमा म जान पर्छ सर चिट नकाटिदिनु भने हु ढाँटेको अब तिमीले नाटक गरे जस्तो गर त्यो घरै आउँछु म चेक गर्न नभए छोड्दिन भने ह त्यो घरमा आउनुभन्दा म 1 मिनेट अगाडि गेटनिर पुग्ने बेला फोन हान्छु त्यो अगाडि लडे जस्तो नाटक गर है त्यो भर्याङतिर आउनु लागिसक्यो पुलिस अब हामी आधी घन्टा लाउँछ होला मान्दै मानेन आमालाई देखा भन्छ यहाँ लुकेर फोन हानेको मैले ल हिँड्नु घरै हिँड्नु त नि भनेको अनि तिमी त्यहाँ भर्याङबाट अगाडिबाट लडे जस्तो लड्ने जस्तो नाटक गरेको तरिकाले बस न लडे जस्तो चिजको होइन कि आमा यहाँ 3जना पुलिस छ भनेको बेला त्यस्तो नगर्नु न आमा यार त्यो अगाडि भर्याङबाट त्यो गेट भन्दा अगाडि भर्याङ छ नि हाम्रो त्यहाँनिर लडे जस्तो एक्टिङ गर है एक्टिङ भनेको भन्दाखेरि अब लडे जस्तो कि यस्तो त्यो उल्टो तरिकाले खसे जस्तो गरेर बस हजुर सर हुन्छ हुन्छ काटिहाल्नु भयो रावले देखिन् क्या के हामीलाई आमा किन बेसरी कुदाइथिस् भन्थ्यो हाम्रो आज स्पिड मस्तै थियो के अनि आमा बिरामी भइन् आमा आमा भर्याङ अगाडि लडिन् उठ्नै सकेन रे भर्याङ अगाडि नै उस भइरहेन् हामी त्यही भएर छिटो पुग्न थियो सर भन्यो तिनीहरू आउन लान के ग्रुपै मिलेर पछि छन् हाम्रो आमा आमा पुलिसहरु आउँदै हुन्छ और 50 रुपया कट ओवर एक्टिंग के वजह ढाटेको के हेर्नु भएको यता आउँदै हजुर के हेर्नु भएको यो के रे कस्तो राम्रो घर रहेछ है यो के रे कबड्डी सामान हैन कबड्डी जस्तो लाग्यो थोडी तिमीलाई कबड्डी जस्तो लाग्यो कबड्डी सामान जस्तो लाग्यो के राख कबड्डी हुनु यो हैन छोड हैन कबड्डी भन्दाखेरि नि त नरिसाउनु दिदी अनि कहाँ कबड्डी हो त यो थोडी कबड्डीहरु लान लाग्यो अनि यहाँनिर फोर कबड्डी जस्तो लाग्यो यार बाल्टी राखेको नि हामीले कबड्डीहरु यहाँ राख्नी कपडा धोएर यहाँ बाल्टी राखेको अनि कारमा आएर अर्काको सामान उडा लान्छ यार कहाँदेखि को मान्छे आऊ रत्न नजानु हैन के रे कस्तो कबड्डी जस्तो लाग्यो त्यो यसको कलरै यस्तो त कबड्डी हुन्छ थोडी अनि के त अनि मलाई अनि त्यो बेच्यो भने 150 रुपैयाँ आउँछ मलाई आउँदैन मिल्दैन जाऊ काम गरेर खाऊ न अर्काको भाडा सामान चोरेर हुन्छ पुग्छ आफ्नो बाटो जाऊ कबड्डी छैन बाल्टी चोरेर लान्छ यार बेकारको हैन के यसो हेर्दाखेरि कबड्डी जस्तो छ त्यो कलरै यस्तो हो त कबड्डी हुन्छ त थोडी यहाँ अलिकति अनि यहाँ फोर फाल्न राखेको थियो भाडा होइन नि हामीले त्यहाँ यहाँ कपडा धोएर यहाँ राखेको नि देखेन आँखाले हैन फाल्न लागि राखेको थियो कसै छ भाडा चोरेर लान लाग्यो यार चोरे हैन के त्यो दिमाग छैन अलिकति म चोर्ने चोर जस्तो छ त म चोर जस्तो नभए पनि अलिकति काम गरेर खान सक्दैन हात खुट्टा राम्रो छ त खोइ के भइछ हात खुट्टा हैन के रे अलिअलि त पल परेछ त त्यो कहाँ परेको छ यार पल परेन यो बाल्टी पल हो यहाँ पल परे हा उयो पल परे हा उयो पल त हो नि अनि चोरे लान ला काका गइहाल तिमी गइहाल हैन जो गइहाल के रे बाल्टी हुँदैन लिएर जाउँ भनेर के लिएर जाने ठोकौँ हैन ल जान्छ गइहाल निस्केर गइहाल गेटबाट यो हजुरको घर हो मेरो घर हो नरिसाउनु नि अर्काको बाल्टी चोरेर लान पाउँछ दिम क्या ल जान्छु हैन भनेको दिदी नरिसाउनु न मैले यो बाल्टी चोरेर
होइन बाल्टिन चोरेर लानु होइन क्या दिदी के गर्ला भन्दाखेरि त्यो कबाडी होइन त्यो कबाडी होइन नि यो यस्तो लाग्यो बोरामा हालेर कबाडी जाऊ अन्त कबाडी यहाँ कबाडी छैन अनि कबाडी चाहिँ होइन त्यो त्यो सधैँ हो सधैँ हो अनि यसो हेर्दाखेरि त कबाडी जस्तो देख्छ त कबाडी सबाडी होइन यस्तो कलरै यस्तो हो त कहाँ कबाडी एउटा दिनु नि त एउटा हुँदैन हुँदैन जाऊ तपाईँलाई राम्रो मैले भन्दैछु हेर 50 रुपियाँ होइन 100 रुपियाँ दिन्छु 500 रुपियाँ दे पनि नदिनु 100 रुपियाँ दिन्छु तपाईँ दसैँ पनि नदिने हामी दिँदैनौँ हाम्रो त यहाँ लुगा धुने बाटो राम्रो मुखले भन्दैछु सर्लक आफ्नो बाटो जाऊ त्यो नलाने हो यो बच्चा लाउँ त बच्चा बच्चा लाउँ बच्चा लान दिदिनँ दिदी यो बच्चा चाहिँ दिनु नि त बच्चा ए भएन ए बस जिस्क्या हो क्या है रमाइलो भयो बच्चा माग्दा भाइ बच्चा रे बच्चा भाडा नगर बच्चा ल यसो काँदो रहेछ हात हल्लाइदिनु ल दिदीहरू ल हल्लाइदिनु दिदी ल है